सालभरि बस्न हुन्थ्यो भने ठिकै अहिले पुराको फरक लाउँछ आमा हिँड्नु न हजुरलाई सेलरोटी बनाइखान आमाले हजुरले खानु बनाइदिने भनेको साँच्चै अनि हिँड्नु न हजुरले सेलरोटी त मनपर्छ नि मासु खानु नखानेले खाने भोलि एकादशी हुन् पूर्णियाको परे कसरी हुन्छ र हो र भोलि एकादशी हुन् ए पूर्णिमा त्यही भएर हामी झुकिएछ पूर्णिमा आउने नि त पढी दुन क्या नि उदा त अनि थाहा भइहाल्छ नि उदालाई हामीलाई थाहा नभएर अर्काले उल्लु बनाएको छन् हामीलाई कसले भनेर उल्लु बनाइदियो हामी आज झुकिएर कसले हो क्या एक कसले भनेर लाएर भिनाजुलाई ए फेरि काले त्यत्तिकै भनेर झन् फेरि काले के बुझ्छन् र अनि त्यही भएर त्यसो त रहन्छ झन् जान भयो नि आमा है जामै आमा पुराको फरक लाउँछ नि के खाने त नि अनि एकादशी भोलि छन् पूर्णियाको परेक 6 दिनपछि छ कसरी लाउँछ हिजो एकादशी चौदशी अब आउने हुन् भोलि एकादशी एकादशी चौदशी बाला चौदशी बाह्र चौदशी कहिले हो थाहा छ पुसमा हो मङ्सिरमा अनि किन गएको त नि गुफा यसो घुम्न कोपिला दिदी पोखरा आउनु भयो यसो कहिले कहिले जाम घुम्न जाम गुफा कस्तो भन्छ भने हेर्नलाई हो चौदशीमा यस्तो भेष लाएर बस्न सकिन्छ जाडो हुन्छ र थुट काम आमा त गुफा गएर हेर्नु भयो भने कि अहिले त रमिता भयो क्या नि अहिले कुन महिना हो थाहा छैन अहिले कुन महिना हो अहिले कुन महिना हो हिजो पूर्णिमा आज पढे ए कहाँ होइन अरे क्या हजुरलाई के थाहा होइन अरे क्या माया दिदी भोलि एकादशी आमाले बाला चतुर्दशी भनेर पूर्णिमा परेको बाला चतुर्दशी आमा मन्दिर आउँछ अहिले जेठ हो असार साउन भदौ असोज कार्तिक मङ्सिर अझै 8 महिना छ 6 महिना छ आउनलाई कहिले गुफा आउँदैछौ त तिमी गुफा र आसी बाला चतुर्दशी लाउने तिमीलाई यहाँ रोपेपछि जेठ लाउने हो र त्यसमा टुक्का गुफै छ त सधैँ बाला चतुर्दशी भयो टुक्क सधैँ गुफा छ त्यसमा सधैँ बाला चतुर्दशी भयो भन्न सकिएन भगवान के सुन न बाला चतुर्दशीको दिन सुन्तला फल्छ हो कि होइन सुन्तला फल्ने बेला जाडो हुन्छ कि गर्मी हुन्छ सुन्तला बेच्न ल्याउँछन् कि ल्याउन हो त्यति बेला जाडोको मौसम हिजो के भएर गयो त नि कोपिला दिदी पोखरा आउनु भएको यो जेठ महिनामा बाला चतुर्दशी हुने भनेको मङ्सिरतिर हो हिजो कोपिला दिदीसित घुम्न कोपिला दिदी अब पोखराबाट आउनु भएको गुफा कस्तो छ भनेर हेर्नलाई मात्रै जानु भएको अनि यिनीहरू आए कि बस्यो देखिनौ त नि अगाडि हामी उही थियौँ कि आम होला हामी त आम नि हजुर मात्रै बस्नु भयो वहीँ के अरे नातिना लिएर नातिना लिएर हजुर वहीँ बस्नुभयो हामी घर काम छ भन्नुभयो आमाले अनि आम राति भयो आमा एक्लै हुनुभयो भनेर यहाँ भोलि एकादशी हुने हो यहाँ पात्रोले टुक्कले खाना पकाउने कोठा अनि नातिना लिएर उहीँ बस्नुभयो खिर खाएर आएँ भन्नुभयो बिहान अनि हजुर आउनुभयो छ पछि बिहान फेरि कोसी त झर्नुभयो यहाँ यी भोलि के अरे एकादशी हुने हो यहाँ पात्रोले हिजो खिर खाइयो आज खाम कि गाईको दुध हिजो गाईपाले दुध छ त्यही भएर खिर खाएको अब बाला चतुर्दशी दिन अब 6 महिनापछि बल्ल छ हिजो गाईको दुधको खिर खानु भयो अनि उता गोटाखाली डाँडातिर गएर उतै गएर सुत्यौँ सबै उतै गएर सुतेको त्यस्तो हो आमा हेर त्यही भएर बाला चतुर्दशीका दिन मकै छर्छ कसैले
मकै छर 12 चतुर्दशीमा त मकै छर्ने हो, यत्रा उम्रिने होइन। अब त मकैमा अहिले यो महिना के हो आमा थाहा छ हजुरलाई? जेठ हो कि हो, जेठमा 12 चतुर्दशी हुन्छ कि? आमाका नाति नातिना कति छन् भनेर सोध्दा त उदा जेठ लगाएको हो नि, जेठ लगाएको त गुप्पा जेठ गुफा लागेको होइन त, जेठ जताततै लागेको हो। आज आग्यौँ क्या आज आग्यौ त नि, तिमी गुफा बसुन्जेल 12 चतुर्दशी, तिमी झरुन्जेल जेठ लाउने भन्ने हुन्न। आमा आमा कापाडुङ्गोमा नि आँटिला बखरियारिला आएर नि अब मलाई पाँडै आग्यौँ, त्यहीँ बाख्रो लहरो छन् त्यहीँ सुतेँ बखरिया उता जानु लाग्यो त्यहाँ त मस्त उसले अनि आमाका नाति नातिना कति छन् अरे आमा? तिम्रो छोरा हजुरका छोराछोरी कतिवटा हुन् अरे आमा? छोराछोरी 5वटा छोरा एउटी छोरी अँ 6वटा भयो। अँ नाति नातिना त ठुलाका 2टा छोरा 2टी छोरी 4वटा भयो। अँ माइलाका भएकालाई भन्नु जिउँदालाई भन्नु पर्यो। अँ एउटा छोरो अँ 2टी छोरी अँ माइलाका यता हेरेर भन्नु न। अनि माइलाका 2टा छोरा अँ एउटा छोरो 2टी छोरी अँ है। अँ एउटा त अब बितेकोलाई के गर्नु पर्यो। अँ कान्छाका एउटा छोरो अँ 2टी छोरी हुन्। अँ सानो नै देख अँ अनि सानो मामाका 3टा छोरा अँ अनि 3टा छोरा एउटी छोरी हुन्। अँ सकिए अँ सकिएका अनि कहाँ अनि कहाँ अनि 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 फेरि काइलाका त 5वटा छोरा अँ हुन्, अँ छोरी छैन। अँ अनि आमाका फेरि आमाका अँ 3टा छोरा अँ 2टी छोरी हुन्। अँ अब पलाती पलाती कति छन्? कता कता कति भयो पलाती पलाती नि ल भन्नु जेठाडै मेसोसित भन्नु न। जेठाका नाति नातिना भए साइलाका नि भए नाति नातिना अँ नाति भए नातिनी भए अँ साइलाका बुहारी पनि छन्। अँ बुहारीतिर नातितिर नातिनी जानुभएछ नातितिर अँ माइला नातिको नातिनी जानुभएछ। साइला छोराको अरूको जन्मेका छैनन्। अँ माइलाका जन्मेछ छोरी एउटा छ अरू छोरी 2टी हुने के अरे छोरी त एउटी त नभने नि अनि जस्तो छ। अँ उसका नि नाति त बाउलाई नि गरे नाति छ जन्मेको छ। माइला छोरीको छोरो जन्मेको छ क्या जन्मनु त दुईटा खान् 2टा छन्। अँ 2टा पाइ चन्द्रका 2टा भयो क्या? 2टा भयो। अँ र माया ठुलो छोरीका एउटा छोरो एउटी छोरी छ। अँ ती पलाती भयो 2टा भयो होइन 4वटा भयो। निसुका 2टा आर्दा 6वटा भयो। अनि फेरि यता रेखाका 2टा आर्दा 7-8वटा भयो। अनि विजयका हित 9वटा भएछन् मामातिरबाट नाति नातिना। छोराका छोरी बिहार अँ पलाती हजुरका पलाती र पलातिनी। हामीतिरबाट भगवान्को एउटा कल्पनाका 2टा मेरा 2टा अर्दाखेरि 5वटा भयो। 5वटा भयो। ए 5-6वटा हिँड्न सक्ने हो त नि म चाहियो भनेर म हिँड्न सक्ने सुत्तै सुत्तै अब हजुरलाई के भइदियो हुन्थ्यो अन्नी छ आमा। अब के रहर छ अब सबै कुरा धोको पुग्यो कि सबै नातिहरूको बिहे हेर्न बाँकी छ। अब नातिनी एउटी नातिनीको निसुको के अरे अनुको अनि मनिषा नि छ नि मनिषा सरिना 3टी छन्। 3टी छन् है। 3टी बहिनीहरू छन्। अहिले हातामुखैमा त अनुको बिहा भएर अहिले त मनिषा कतिलो केटो घर मनिषा ठुली हो। नातिहरूको हुन परेन र पहिला त नाति त्यो त कान्छी हो क्या नि। नातिहरूले त यही जाँदै त तिमी नमर्दै अर्दी हुन् त
आमा कति वर्ष कि हुनु भयो गुफा भित्र रात परो हेन अनि यहाँ जाँदा साढे अनि आमालाई गुफाला गुफा आमालाई कति गोड्दाखेरि साध्यै छैनन् अब छोराका गुफामा नछोडेर जान्छ नि बस्नु आमालाई हामी त नआउने मलाई त केही हुन्न त गुफामा बस्न कहिले कहिले गएर बसेर हुन्छ नि अनि आमालाई मन्दिर हो आफ्नै नातिहरू छन् उतापट्टि गोटाखाली डाँडातिर उतै सुत्यौँ हामी सबै गएर पल्ला डाँडा त्यही भएर दिनचार गएर धुवै बस्यो भने आफू उकालो ओह्रालो हिँडिन्छ स्यास्या हुन्छ जति कपडा त जति जतिन थियो अनि मध्यम जाने अनि उकालो मानु भन्छौ माथि त ओह्रालै मानु हुन्छ कि नि उहाँ त ओह्रालो हो नि नाति छ उहाँ कमाएर बसेको छ नि त्यही भएर त उहाँ फेचियो भनेको क्या नि उहाँ उकालो अनि आइहाल्नु पर्छ ए गुफा उकालो हुँदैन अब उसले त्यत्रो गाई हेरेको छ मैले एक मानो खाएर सकिन्छ र भाडा लाउँछ त लाउँदैन लाउँदैन भनेको त पालिकाले हेरेको छ त अनि त्यहाँ कसो खाने र शिवजीको खाने होइन के अरे आनन्दै छ आनन्दै छ कहिले कहिले जाने बस्ने एक दुई दिन अनि उकालो ओह्रालो हिँडिन्छ आफ्नो दिमाग फ्रेस हुन्छ एक्लै फेरि बाटो कोही केटाहरू भयो हिँड्छ नि त्यो त्यहाँको जान्छ क्या त्यो एक्लो घर थियो नि त्यो पोखरी त्यहाँ त्यो पोखरी थिमको त्यहाँ पूजा गर्न जान्छ भने त्यहाँ नि हो त्यो जाँदाखेरि सारा फेरि हिँड्न सक्ने सारा पर्खेर लान्छ पूजा गरेर आउने होला लान्छ पर्खी पर्खी लान्छ ए हो त्यसरी भयो कहिले काहीँ त्यसको काम छैन त्यति कराकर घर त्यसैले त जाने दिन दुई बस्ने अनि फेरि झरो ऊ डाँडा काँडा हेऱ्यो भगवान्सित बसो भगवान्का मूर्ति बसी त्यहीँ आनन्द उसको स्पिकर बजाइदिन्छ त्यति दुईवटा स्पिकर छन् सुनो दिनचार त्यहाँ बसो अनि झरो त्यहाँ क्यार्ने हो र मागेर जाँदा भाडा लाउँछ अनि त भाडा नलाउँछ नि त गइन्छ नि मागेर त लाउँछ म गएर बस्ने थिएँ साथै चाहिन्थेन मलाई मेरो तिम्रो जस्तो कहाँ फुर्सद तिम्रो जस्तो फुर्सद हुने म गुफा एक्लै बस्न म आनन्दले बिजुली छ नेट छ दिउँसो डर हुने कुरो भएन बेलुका मोबाइल बजायो स्पिकर ला अनि त्यहाँ निल लाउँछ निधा भगवान्ले आमालाई सबभन्दा धेरै छोराछोरी यहाँ कसको माया लाउँछ आमा नराटी भन्नु त कसैको नि लाउँछ आमालाई त आमाकै लाउँछ ल होइन र मामाहरू धेरै हुनु भयो जे भए नि आमाकै लाउँछ होइन र गतिलो खानदानमा र गतिलो सुख शान्ति भए म सबैको हुन्थ्यो अब त्यो घर व्यवहार देख्दाखेरि यसैको लाउँछ घरबाट केही परिस्थिति देख्दाखेरि यो टुक्रा गाईको बच्चा जस्तो मान्छु किन हाँट्नु पर्यो के कति परान हो क्या आमालाई त सबभन्दा धेरै त आमाकै हो होइन आमालाई सुख पाउने भने हामी मामा क्या यस्तै खुसी होइन आमाले सुख पाएको देख्ने नि हजुर अझै खुसी भएर 100 वर्ष बाँच्छ जाइ आउँछ होला नि होइन आमा बाउ कसरी खुसी हुन्छन् भने छोरा छोरीको बुहारीको सबैको नाति नातिना जुन छन् नि आफ्नो परिवार जति बगान छ त्यसको सबैको राम्रो त तिम्रो आमालाई सधैँभरि टेन्सन भनेको तिम्रै हो के जे भन्यो नि आमालाई होइन आमा सबैको भन्दा धेरै टेन्सन गर्छ लिनुहुन्छ अरे आमाकै हुन्छ होइन आमाकै हुन्छ क्या अरूले पनि सुखै छ तेरी आमाको पिरो छ नातिहरू त हान्यो नि मारियो नि झन् जहाँका जम्रे यहाँ मामा कहाँ सबैले गरेर खान्छन् भन्ने मान्नुहुन्छ बरु नातिहरूलाई त सधैँ यति नातिहरूको परामै हो क्या आमाका लागि त एक दिनदेखि 2 दिन जान पर्छ नि सकेपछि अब बन्दोबस्त गरेर बसे आनन्द भएर नि अरे त नातिहरूको पिर छैन कुनैको नि छैन अनि पिर मान्ने खाले नि छैनन् क्या नातिहरू बुद्धिजीवी छन् बाबुहरूलाई तरतिब लाउने खाले छन् बाबुहरूलाई समेल्ने बाबुआमालाई तरतिब लाउने खाले नातिहरू छन् नातिहरूको छोराहरूको त कोही नातिहरूले आफ्ना बाबु आमा दिदी बहिनीलाई तरतिब लाउने पारा लाउने